नमस्ते साथीहरू, हेर्नुहोस् है, यो कुन फुल हो, यसलाई के वनस्पति भन्छ नेपालीमा मलाई थाहा छैन। हजुरहरूलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला है। अङ्ग्रेजीमा चाहिँ यसलाई स्नेक प्लान्ट भन्दो रहेछ। अनि किन भनेको त्यो थाहा छैन, तर स्नेक प्लान्ट भन्दो रहेछ। यसको पत्ताको टुप्पामा चाहिँ अलिक तिखो तिखो हुँदो रहेछ। अनि अर्को यसको फन्नी नेम चाहिँ फेरि मदर इन लस टङ भन्दो रहेछ है। भन्नाले चाहिँ सासूको जिब्रो। त्यो पनि किन भने हो थाहा छैन। सासूको वचन कडा हुन्छ भनेर भन्नु खोज्यो है, के भन्ने हो खोज्यो हो। अब हुन त अब हाम्रो नेपाली समाजमा है अलिक सासू कडा हुन्छ भन्ने चलन पनि छ। सबै त्यस्तो नहोला, तर एउटा भन्ने भनाइ हो। राम्रो कुराहरू पनि त गर्छ नि त सासूले होइन। त्योतिर नजाउँ। यसको नाम चाहिँ के हो, स्नेक प्लान्ट अथवा मदर इन लस टङ भनेर भन्दो रहेछ। अनि यो चाहिँ अति नै महत्त्वपूर्ण वनस्पति मानिँदो रहेछ, किनकि यसले चाहिँ हावालाई शुद्ध गर्छ अरे, शुद्धिकरण गर्छ अरे, हावालाई शुद्ध बनाउँछ अरे। अनि यसको विशेषता चाहिँ यसलाई इन्डोर प्लान्टको रूपमा भित्रै राख्न सकिने रहेछ। घरभित्रै बेडरुम, लिभिङ रुम अथवा कुनै कुनातिर जहाँ अलिकति प्रकाश आउँछ नि, किनभने वनस्पतिलाई प्रकाश चाहिन्छ, हामीलाई थाहा छ है। त्यसो भए हुनाले गर्दाखेरि चाहिँ यसलाई भित्रैसँगले राख्न सकिन्छ। यदि भित्र प्रकाश छिर्ने ठाउँ छैन भने कहिले कहिले बाहिर निकाल्यो अनि फेरि भित्र राख्न मिल्दो रहेछ। त्यसले गर्दाखेरि यो अति नै राम्रो वनस्पति। यसलाई जापानमा चाहिँ पोजिटिभ एनर्जीको रूपमा यो वनस्पतिलाई लिन्छ अरे। यसले चाहिँ एउटा पोजिटिभ भाइब्स दिन्छ भनिँदो रहेछ। राम्रो पनि होला, किनभने अब यसलाई वैज्ञानिक रूपमा यसलाई भनिएको रहेछ कि यसले हावा शुद्ध बनाउँछ भनेर। अनि मैले चाहिँ यसलाई बाहिरै राखेको छु, फुलबारीमा राखेको छु फुलको रूपमा, र भित्र पनि राख्न सकिन्छ यदि राखेको खण्डमा। हस् त साथीहरू, कस्तो लाग्यो? मन परेमा भिडियोलाई लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला। यदि भिडियोमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर पनि सहयोग पुऱ्याउनु होला। हस् त, हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।